ल सम्पूर्णमा हरिओम नारायण। आज हाम्रो पर्न गएको गुरु पूर्णिमाको कार्यक्रम अन्तर्गत हामीले यहाँ बोट बिरुवा रोप्ने बोट बिरुवादेखि लगेर सबै कुरा यहाँ ल्याइसक्नु भएको छ हाम्रो साईरामज्यूले। यहाँ हाम्रो योगी आत्मा प्रकाशजीले सम्पूर्ण कुरा ल्याउनु भएको छ र ल यहाँ सुनिराख्नु भएको छ सम्पूर्ण भक्तजनहरूले। श्री 1008 स्वामी सच्चिदानन्द विश्वदेवका शिष्य। ओहो ल यो तपाईलाई हो किताब हो मेरो नाम नै चरित्र यहाँ थिएन कि रामदेव फामदेव विकासानन्द कोही पनि थिएन हैन, उहाँको मात्रै हो पञ्चायत कालदेखि हैन। यो चरित्र विज्ञान भन्ने यो फुल ऊ फिजिक्सको ऊ हो के अरे मास्टर्स इन फिजिक्स हो, अनि अध्यात्ममा लागेको हैन। अनि यो समन्वय छ के साइन्स र विज्ञान र अध्यात्मको समन्वय नेपालको पहिलो पुस्तक भनेको यो। अब हाम्रो यहाँ कार्यक्रम अग्रसर अगाडि बढ्दैछ। सम्पूर्ण भक्तजनहरूले देखिराख्नु भएको छ, देश विदेशबाट जताबाट हेर्दै हुनुहुन्छ तपाईहरु हामी प्रत्यक्ष रूपमा यो फेसबुक लाइभमा जोडिसकेका छौं। पक्कै पनि हेर्न सक्नुहुनेछ। गुरु पूर्णिमाको अवसरमा यहाँ एकदमै राम्रा तस्बिर लिएर आउनु भएको छ उहाँले, जहाँ गुरु हेर्दाखेरि नै सम्पूर्ण मनोकांक्षा भरिपुडाउने र गुरुको आशीर्वाद स्वयं यतैबाट लाग्ने हाम्रा 4 जना हेरिराख्नु भएको छ। अहिले यो लाइभमा अझै हाम्रो बढ्ने सम्भावना छ, मान्छे बढिराख्नु भएको छ। सबैले एक आपसमा शेयर गरिदिनु होला। यो लाइभले हामीले भव्यपूर्ण रूपमा अगाडि लिने हाम्रो तयारी गरिरहेका छौं। कैलाश धाम कृष्टिको शिवलिङ्गको यहाँ तस्बिर प्रत्यक्ष रूपमा आएको छ भने सम्पूर्ण दर्शकबिन्दुहरूले देख्न सक्नुहुन्छ। यो म हो, यो बच्चाहरूलाई क्लास लिँदै, त्यस्तै उहाँको बच्चाहरूलाई क्लास लिँदै र उहाँले ज्ञानको एउटा सिलसिला देखाउँदै र ज्ञानको बाटो देखाउँदै हुनुहुन्छ भने साइडमा थ्री सिस्टर अर्गनाइजेसन भन्ने महिला प्रशिक्षण केन्द्र छ। त्यहाँ चाहिँ यो 20 वर्ष अगाडि सेवाताल हो नि ब्याकग्राउन्ड उनीहरूको छतमा क्लास। ल हाम्रा 6 जनालाई हेरिराख्नु भएको छ। सम्पूर्णले लाइक गर्नुहोस् है, लाइक कमेन्टमा आउनुहोस् र एक आपसमा शेयर गरिदिनुहोस्। हाम्रो यहाँ फोटाहरू देख्न सक्नुहुन्छ, एकदमै दुर्लभ फोटाहरू। मैले यो हो कि अघिको फोटोको महिला सशक्तिकरण समूह पोखरा छ। म स्कुल पढेको चाहिँ यसको बारेमा चर्चा गर्नुहोस्। यो चाहिँ म पढेको स्कुल होइन, एसएलसी दिएको स्कुल। अहिले त +2 भएछ हैन, उतिखेर एसएलसी। ल अत्यन्तै सुन्दर कुरा। अनि यो चाहिँ पोखरा युनिभर्सिटी पोखरा विश्वविद्यालयमा साल कति 2007 मा मेडिकल ल्याबोरेटरी टेक्नोलोजिकलको ब्याचलर लेभलको स्टुडेन्टहरूलाई, स्नातक लेभलको स्टुडेन्टहरूलाई क्लास लिएको 63-10 देखि 63-10-7 सम्म। ल सम्पूर्ण भक्तजनहरूले देखिसक्नु भएको छ यहाँ हाम्रा प्रमाणपत्रहरू लगायत फोटाहरू। आज गुरु पूर्णिमाको अवसरमा फाउन्डेसन भनेको यो रिहेबिलिटेसन सेन्टर उहाँले यहाँ ल्याउनु भएको छ भने डेट 2006 मा आयो त अझै। ल हाम्रो लाइभमा 8-10 जना आइसक्नु भएको छ। सम्पूर्णले एक आपसमा शेयर गरिदिनु होला। यो चाहिँ भलाममा विदेशीहरूलाई यसो आफ्नो घरमा त्यतिखेर खोइ देखाउनु। यो चाहिँ हजुरबुवा हर्कबहादुर खत्री हैन। यो चाहिँ म, यो चाहिँ डेनमार्कको झन्डै एम्बेसीको ऊ के अरे थ्रु यहाँ नेपालमा सामाजिक कार्य गर्नुहुन्छ मिस डोटा के नाम हो DORTE अनि फुल नाम त के हो मैले उहाँले सबै कुरा भनिसक्नु भएको छ। सम्पूर्ण भक्तजनहरूले पक्कै पनि देखिसक्नु भएको छ। तपाईहरुले एक आपसमा शेयर गरिदिनु होला। अनि यो कैलाश धाम उसमा कृष्टिमा यो अस्तिको कार्यक्रम यो चरित्र निर्माण संघको अध्यक्ष आउनु भएको थियो, यहाँ पछाडि हुनुहुन्छ बसिरहनु यहाँ बस्नु भएको छ। अनि यो शिवलिङ्ग हो। अब हाम्रा यो नेपाली कर्मठ युवाहरू ल पक्कै पनि सम्पूर्णले देखिसक्नु भएको छ। हामीले भन्नुपर्ने केही पनि देखिन्न। त्यस्तै यो विदेशीहरू यो अघिको त्यो महिला हुन्। यो डेनिस एम्बेसीको कुटिटिक नियोगको प्राइभेट उनीहरूको यो ऊ हो के भन्छ रिसोर्ट हो, उनीहरूको रेस्ट गर्ने रिसोर्ट। त्यसमा यो NLP भन्छ न्युरो लिङ्ग्विस्टिक प्रोग्राम भनेको यो उहाँ त्यसको टिचर हो। उहाँहरूले चाहिँ त्यो एक दुई दिन 2-3 दिनको लागि अब धेरै अब यो लाखौं तिरेर बुक गर्नुपर्छ कि यो सेसन हैन, प्राइभेट लेभल। त्यसमा मलाई डाकेको त्यो अवसर परेको हुनाले मैले पनि सहभागी हुन पाएको थिएँ त्यतिखेर। ल तपाईलाई धेरै धेरै धन्यवाद छ त्यसको लागि। त्यस्तै अरु पनि हाम्रा प्रमाणपत्रहरू। अब यो चाहिँ हाम्रो यही मन्दिर हरिहर गुफाको मन्दिर। गुरुदेव नि आउनु भयो। यहाँ आइयो थियो नि हामी अस्ति भर्खरै हैन स्वामीजी। अनन्त श्री विभूषित स्वामी कल्याण मित्र सच्चिदानन्द स्वामीको पहिलो शिष्य र अहिले चरित्र निर्माण संघको केन्द्रीय अध्यक्ष।
अनि यहाँ अहिलेको यहाँ कास्कीको उहिलेदेखि यहाँको प्रतिनिधि भनेको उहाँको शिष्य उहाँ यहाँको प्रतिनिधि भनेको अग्रज रविन्द्र माकाजु भनेको यहाँ कास्की जिल्लाको होइन विश्व हिन्दू महासंघको अध्यक्ष होइन अहिले हो त्यो हो। ल हाम्रो पण्डित कृष्ण उपानेले श्री गुरु चरण कमलले भ्यो नम भनेर कमेन्ट हान्नु भएको छ। हजुरलाई थाहा छ यो जर्मन ओरिजिनेटेड यो युथ फ्याकल्टी गण्डकी भनेको यसमा नि क्लास दिएँ मैले 2007 मै आजभन्दा 19-20 वर्ष अगाडि होइन। ल हेर्नुहोस् उहाँको पक्कै पनि हामीले प्रमाणपत्रहरू यहाँ देखिसकेका अनि छौँ। म चाहिँ मेरो चाहिँ त्रिभुवन युनिभर्सिटीको यो स्नातक तहसम्म मेरो सर्टिफिकेट छ होइन। पढ्न चाहिँ म एन्थ्रोपोलोजी लिएर अध्ययनरत छु यो मानवशास्त्र लिएर। हो अब मैले नभ्याएको कारणले क्लास लिनु नभ्याएको कारणले क्लियर गर्न पाएको छैन। हजुरको कति वर्ष पहिलाको यो डकुमेन्ट हो? यो डकुमेन्ट यहीँ लेखेको छ, डेटै लेखेको छ नि पढ्नुहोस् 2000। ल 2000 भनेको आजभन्दा 26 वर्ष अगाडि। ल हेर्नुहोस् उहाँको आजभन्दा 26 वर्ष अगाडिको हामीले यहाँ डकुमेन्ट हेरिसकेका छौँ भने सम्पूर्ण यति राम्रा तस्बिरहरू जहाँ हेर्दाखेरि स्वयं भगवान देवी देवताहरू खुसी हुने र सम्पूर्ण यी जुन तस्बिरले भोग नै मेटाउने तस्बिरहरू लिएर आउनुभएको छ। उहाँको तस्बिरबाट हामी अत्यन्तै खुसी छौँ भने आज गुरु पूर्णिमा पर्न गएको अवसरमा सम्पूर्ण देश विदेशमा रहनुभएका हाम्रा धर्मावलम्बी हिन्दू धर्मावलम्बी दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई यो आज पर्न गएको गुरु पूर्णिमाको धेरै धेरै शुभकामना छ। आज यो भण्डाराको लागि मैले यो चिजहरू ल्याइदिएँ। पहिला यहाँ देख्नु पर्ने हातको देखाउने हात। ल गुरु पूर्णिमाको लागि उहाँले आज भण्डाराको लागि पनि सामग्रीहरू ल्याउनु भएको छ। सम्पूर्णले पक्कै पनि देखिसक्नु भएको छ। अहिले हाम्रो 15-20 जना लाइनमा आइसक्नु भएको छ भने सबैले एक आपसमा सेयर गरिदिनु होला। हरिओम नारायण। यो कृति चाहिँ मेरो पहिलो कृति है। यो कृति पहिलो कृति स्वामीजीको मेरो सानो चित्र छ काखमा। अनि यो चाहिँ हाम्रो स्थिर गतिशील योग केन्द्र यो मेरो अहिले यो 20 वर्ष अगाडि लेक्चर पोखरा लेक्चरमा सुरु गरेको तर अहिले स्थानान्तरण गरेर यही भलाम स्थित भलाम 20 स्थित तलाचौर नाको टोलमा स्थिर गतिशील योग केन्द्र नामले खोलेको छु। गएको यही साउन 1 गते चाहिँ यसको उद्घाटन पुनरुद्घाटन भयो जसमा विश्व हिन्दू महासंघका कास्कीका अध्यक्ष रविन्द्र माकाजुदेखि लिएर धर्मशिला बुद्ध विहार नदीपुर पोखराका प्रमुख भिक्षु ध्वजवन्त गुरु आइदिनु भएको थियो। अनि अर्को कुरा यो यहाँको पोखराको गुरुकुल विद्या सदन भन्ने एउटा +2 स्कुल छ त्यसको चाहिँ प्रिन्सिपल फिजिक्सको लेक्चरर रवि कार्की मिस्टर रवि कार्की आइदिनु भएको थियो। हुन त अब उहाँको उसमा व्यवस्थापनमा प्रमुख वक्ता भनेको त्यो कार्यक्रममा प्रोफेसर डाक्टर कपिल अधिकारी एक्स डिन अफ गण्डकी युनिभर्सिटी हो। मैले प्रत्यक्ष अब फोनमा नि कुरा भएको थियो उहाँले ओके गर्नुभएको थियो। मैले निमन्त्रणा पत्रहरूमा छापेर पनि सबै डिस्ट्रिब्युट गरेको। त्यहाँ कार्यक्रममा कस्तो भयो त्यो भन्दा एनाउन्स गर्दाखेरि एउटा प्रमुख वक्ता आउँदै हुनुहुन्छ प्रोफेसर डाक्टर कपिल अधिकारी भन्ने एनाउन्स भयो। तर रवि सरले खुसुक आएर मलाई के भन्नुभयो भने उहाँ त काठमाडौँ जानुभएको छ त्यो कारणले उहाँको ठाउँमा म बोल्छु भनेर बोल्नुभयो। उहाँ करिब 60 मिनटको कार्यक्रम भनेको थियो 30 मिनट जति त कम्तीमा पनि उहाँ बोल्नु अब लेक्चरर बोल्नु हुने भयो। अनि अर्को कुरा टपिक्स थियो क्वान्टम फिजिक्स र यो अद्वैत वेदान्त हाम्रो दर्शन यसको समन्वय के हो भन्ने टपिक्स थियो। उहाँ चाहिँ त्यसमा अलि अलग लिनुभयो छोड्दाखेरि अन्तिम टुङ्ग्याउँदाखेरि के वाक्यहरू के टुङ्ग्याउनु भयो भने उहाँले क्वान्टम फिजिक्सको फादर अफ क्वान्टम फिजिक्स अब साइन्टिस्ट फेनम्यान भन्नेलाई मानिन्छ। फेनम्यान भन्ने मर्दाखेरि एउटा वक्तव्य दिएर मर्नु भएको रहेछ कि उहाँले भन्नु मलाई त थाहा थिएन। यो त अब विकिपेडिया इत्यादिमा होला पनि। रवि सरले के भन्नुभयो भने फेनम्यान मर्दाखेरि उहाँले मैले जिन्दगीभरि यो क्वान्टम फिजिक्सको रिसर्च गरेँ तर मर्ने बेला अब मलाई क्वान्टम फिजिक्स भनेको थाहा छैन केही पनि थाहा भएन भनेर मर्यो अरे। अब के त मैले किन समन्वय यो क्वान्टम फिजिक्स र अद्वैत वेदान्तको गरेको भन्दा अद्वैत जुन जस्तै अद्वैत भनेको द्वैत र भन्न खोजेको द्वैत भनेको डुवल होइन तलमाथि राम्रो नराम्रो यो द्वैत भान होइन संसार। अद्वैत भनेको परम तत्व एक साक्षात्कार। त्यसलाई क्वान्टम फिजिक्समा विशेष गरी एन्ट्याङ्गलमेन्ट थ्योरी भनेर एउटा थ्योरी छ सिद्धान्त छ प्रमाणित। अब यो भनेको कुनै दर्शन हाइपोथेसिस इत्यादि केही पनि होइन। यो भनेको सबै भौतिक रूपमा प्रमाणित चिज हो। त्यसले के भन्छ त भन्दाखेरि
क्वान्टम लेभलमा इन्ट्याङ्गलमेन्ट थ्योरीले, इन्ट्याङ्गलमेन्ट भनेको जस्तै जाल हो होइन, जाल नेपालीमा बुझ्दाखेरि जाल हो, इन्ट्याङ्गलमेन्ट भनेको जेलिएको भन्न खोजेको होइन, त्यो भन्न खोजेको। अब हुन त हाम्रो पुरानो शब्द छ ब्रह्माण्ड अथवा इङ्ग्लिसमा युनिभर्स, त्यो भन्न खोजेको के त भन्दाखेरि यो देख्दाखेरि पृथक पृथक छ, ग्रहहरू छुट्टै छन्, व्यक्तिहरू छुट्टै छन्, वस्तुहरू छुट्टै छन्, तर सारमा के हो, यो एउटा अन्डा हो, ब्रह्माण्ड हो होइन, एउटै चिज हो यो होइन। क्वान्टम फिजिक्सले के भने, एन्टाङ्गलमेन्ट थ्योरीले के भन्यो त भन्दाखेरि क्वान्टम लेभलमा गएर हेर्दाखेरि जुन बाहिर भौतिक रूपमा हेर्दाखेरि चाहिँ त चिजहरू पृथक पृथक देखिन्छ, पृथकता देखिन्छ, तर क्वान्टम लेभलमा पुग्दाखेरि सबै कुरा जोडिएको छ भन्न खोजेको। जस्तै फर इक्जाम्पल अब यहाँ जस्तै मानिलिउँ सूर्यको प्रकाश आइपुग्न सूर्यबाट पृथ्वीमा घटीमा 8 हो कि 15 मिनट लाग्छ, त्यसको नि एउटा सीमा छ। सबभन्दा चाँडै ट्राभल गर्ने भनेको प्रकाश हो होइन, तर क्वान्टम लेभलमा गएर हेर्दाखेरि त्यहाँ के हुन्छ त भन्दाखेरि मेजरमेन्ट भन्ने हुन्छ कि त्यसमा। मेजरमेन्ट गर्दाखेरि एउटा चिज यहाँ छोयो, मेजरमेन्ट गर्यो भने त्यसले आकाशगङ्गाका कुनै पनि ठाउँमा तरङ्गित हुन्छ, त्यो तत्कालै, कुनै समयको सीमा स्थानको सीमा छैन, समय र सीमा भन्दा अतीत प्रमाणित गरिदिइसक्यो। यो ब्रह्माण्ड भनेको समय सीमा भन्दा अतीत छ भन्न खोजेको के हो त भन्दाखेरि यहाँ फासला छैन कि, हेर्दाखेरि जुन पृथकता देखिन्छ, द्वैत देखिन्छ, त्यो छैन। गर्दाखेरि सत्य के छ, अद्वैत छ भनेर फिजिक्सले, क्वान्टम फिजिक्सले प्रमाणित गरिदिइसक्यो। अब क्वान्टम फिजिक्स नै रिसर्च, मै फादर अफ क्वान्टम फिजिक्सले मर्दाखेरि मैले क्वान्टम फिजिक्स बुझ्दिनँ भनेर भन्नुभयो। अब हाम्रो के अरे आदि शङ्कराचार्यले जस्तै अद्वैत वेदान्त भन्ने सिद्धान्त, अब एउटा प्रसङ्ग आज भनिदिइहालौँ। अब एउटा के छ भने ऐतिहासिक प्रसङ्ग हो एकदम। शास्त्रार्थ 9 वर्षमा सन्यास लिएको आदि शङ्कराचार्यले, शास्त्र 33 वर्षमा उहाँ दिवंगत भएको। अनि सबैलाई विद्युत कुरा हो, 4वटा मुख्य पीठ, प्रमुख पीठ भनेको भारतमा जुन छन् ती चाहिँ स्थापना गरेको पैदल यात्रा भारतभर गरेर उसले के भन्छ आदि शङ्कराचार्यले। एकदम 33 वर्षमा उहाँ जानुभयो, तर कार्यको कुरा गर्दाखेरि लगभग 10 वर्षबाट 33 वर्ष गर्दाखेरि 23 वर्षको उमेर छ। साधारण मान्छेले त कुरै छोडिदिनुहोस्, अध्यात्ममै लागेका होइन, अध्यात्ममै लागेका मानिलिउँ अब जगतगुरुहरू हुन् अथवा तथाकथित पछिका शङ्कराचार्यहरू। अब आदि शङ्कराचार्यले जे काम 23 वर्षमा गर्न